नमस्ते टाँसिदिले सेवारो सेवाने फ्याफुला सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई है। आज पनि सधैँ चाहिँ मर्निङ वकतिर निक्लिसकेको छु म चाहिँ हैन। आज चाहिँ एकदम दामी मौसम है, सधैँ भन्दाखेरि पनि एकदमै दामी मौसम भइरहेछ। 2-4 दिन यसो ससुरालीतिर मेसमान हैन, अनि वकहरू नगएको नि 2-3 दिन भइगयो हैन। अस्ति घरमा पनि यताउता पूजा के कता बिजी गर्दै, अनि आज फेरि म मर्निङ वकतिर निक्लिसकेँ है। एकदमै दामी छ मौसम, मजा आइरहेछ हैन। अनि हजुरहरू कस्तो हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु है। बिहान मर्निङ वक गर्नु चाहिँ एकदमै जरुरी छ। बिहान या बेलुका दिनमा एकपल्ट चाहिँ गर्नैपर्छ हैन। तर 2-4 दिन म चाहिँ अलिकति एब्सेन्ट भइहालेँ हैन। अनि हजुरहरूले है मेरो भिडियोलाई लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आजको मेरो भ्लग पनि सुरु गर्न गइरहेको छु साथीहरू है। अनि मेरो भिडियोलाई लाइक कमेन्ट है, अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्दै आजको मौसम र हाम्रो गाउँको नजारा चाहिँ कस्तो छ भनेर देखाउन गइरहेको छु साथीहरू। हेर्दै गर्नु होला साथीहरू भ्लग। आजको एकदम मौसम चाहिँ एकदम दामी छ है। हल्का घाम लाग्दै गरेको नजाराहरू चाहिँ यस्तो छ है। हाम्रो गाउँको चाहिँ आज एकदमै क्लियर मौसम। अहिले बिहानको है, बेलुका त अब कस्तो हुन्छ सायद बेलुका आजकल पानी पर्न थालेको छ। बेलुका त पानी पर्छ होला हैन। ल हेर्नु है साथीहरू, यो चाहिँ हाम्रो गाउँदेखि तलतिर देखिने गाउँहरू हो। मतलब हाम्रै गाउँै हो भन्नु चाहिँ, तर अल्लो गाउँ पल्लो गाउँ है, बस्तीको जग्गा यस्तै त हो साथीहरू। यहाँ मेन हाम्रो गाउँपट्टि चाहिँ छेलिन्छ, अलिक परबाट खिच्यो भने मात्रै हो है। यस्तो छ। ल नजाराहरू चाहिँ यति नै हो है, खासै भन्नु पर्दा अहिलेको। ल आज दिनभरि के कस्तो हुन्छ हेर्दै गर्नु साथीहरू। म हजुरहरू सम्पूर्ण भिडियो है बनाएर देखाउने छु है त साथीहरू। लु म चाहिँ अब मर्निङ वकबाट पनि आएँ, चिया पिउँदैछु है साथीहरू है। चिया पिउँदा चाहिँ यस्तो हुन्छ हाम्रो चाहिँ। अघि हल्दी ड्रप लगाएको यसमा त्यस्तै गनाउँदो रहेछ। हल्दी ड्रप लगाएको थिएँ कि यसमा, पानी पनि पिएको मैले क्या, यस्तै रहेछ। अब चाहिँ मेरो ब्रेकफास्ट टाइम भयो साथीहरू। के को अचार हो है, खाउँ है त ब्रेकफास्ट। ल अब आज चाहिँ फ्राइड राइस भन्दा पनि के होला, चाम्रे भात हुन्छ नि, के भन्छ यो लगाएर चाना लगाएर, चाम्रे भात चाना लगाएर। ल खाउँ है त। दामी छ दामी। कस्तो छ? करेला, इस्कुसको मुन्टा, आफ्नै बारीको मुन्टा, आलु, छुर्पीको रस, काँक्राको अचार, टमाटरको अचार चाहिँ सकियो। टाइमको यहाँतिर म चाहिँ अब खाना खानु लाग्यो है। खानासाना खाउँ। करेला छ, डल्ले खोर्सानी, यो के अरे इस्कुसको मुन्टाको सब्जी, अचार, काँक्रा र छुर्पीको है, छुर्पीको झोल है। अर्ग्यानिक टाइपको छ है खुवाइ चाहिँ। ल यो सब खाउँ है।
हेलो, अब चाहिँ खाना पनि खाइसक्यो साथीहरू होइन। आज खासै त्यस्तो के भन्छ कामहरू पनि भएन होइन। तल एकछिन नानीको स्कुल जाँदा ओर्दा अनि आएर खानासाना खाइयो। अब आज मेरो भिडियो पनि लामो नहुने रहेछ, यति नै हो है भन्दै म अब भिडियोलाई पनि एन्ड गर्छु है त साथीहरू। हस् त साथीहरू, आजको मेरो भिडियो चाहिँ यति नै हो है। आज त्यति खासै काम पनि भएन। एकछिन फेरि लाइभहरू पनि बसाइ भयो अघि हो, यताउता के गर्दा गर्दा। भोलि हेरौँ अब के कस्तो हुन्छ। फेरि म भोलि नेक्स्ट भिडियोमा आउनेछु है। अनि हजुरहरूले लास्टसम्म हेरेर साथ सपोर्ट दिनुभयो, थ्याङ्क यू सो मच फर वाचिङ भन्न चाहन्छु। अनि हजुरहरूले मेरो भिडियोलाई लाइक र कमेन्ट पनि गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। अनि हजुरहरूको मायाले त अझै कतिवटा कुराहरू मैले यताउता नजानेको कुराहरू छ भने हजुरहरूले कमेन्टमा गाइड पनि गरिदिनु सक्नुहुन्छ है। यति भन्दै मेरो आजको भिडियोलाई यहीँ बन्द गर्न चाहन्छु साथीहरू। फेरि भोलि भेट्नेछु हजुरसँग है, कस्तो के हुन्छ। हस् त, आजको लागि मेरो भिडियो यति नै हो। हस् त, बिदा पाऊँ, बाई बाई।